Hi everyone, welcome to my new vlog. म लक्ष्मी अनि आज चाहिँ लामो समय पछाडि भ्लग बनाउँदैछु। कहाँदेखि भन्दा यही हाम्रै लोकल ठाउँ सालबारीदेखि। अनि यता हुनुहुन्छ दिदी अनि यता दिदीको मम्मी हुनुहुन्छ। दिदी से हाई। हाई मम्मीले नि स्वागत छ। हाई गरिदिनु न, यसो गरिदिनु न। हामी चाहिँ यहाँ 3 जना भएर घुम्न आइराखेको छौँ। कति मजाको छ कि यो ठाउँ चाहिँ, आनन्दको यस्तो। छ होला ब्यागमा। लगाउँ न। यहाँ कालो चस्मा देख्नुभयो? म चाहिँ यहाँ फोटो खिच्दिन लागेको अब। सासुबारी चिलपारामा। ल घाम लाग्दैन मेरो अनुहारमा? अब आउँछ अलिअलि त। 1 2 3 ल क्लिक 1 2 3 टेडे। ल कस्तो खायो? म चाहिँ फोटोग्राफरै खतरा खालको। कस्तो आयो? भयो भयो। यहाँ चाहिँ ठुलो रहेछ नि त। कछुवा कबाट कछुवा। लु लु खानुको छ क्या सबै लेउ लागेको छ। यसले देख्दो रहेछ हो मलाई। अब यता देख्दो रहेछ। यसले भोक लागेको होला। अब यता हेर्नु ल। खानु दियो भनेर भोक लागेको रहेछ बिचरा। पहिला त यहाँ पर थियो नि, यहाँ कहाँ पो थियो त? होइन, त्यही छेउमा थियो जस्तो लाग्छ त पहिला। उहाँ चाहिँ के बनाएको रहेछ? नो इन्ट्रान्स भनेको थियो त, क्वारेन्टाइन। उहाँ केहरू छ? एटोटोराइज के रहेछ? यस्तो मजाको छ यो हाम्रो ठाउँ। हाई कस्तो लाग्यो? एकदम राम्रो, रमाइलो लाग्छ नि लोकल ठाउँ। अन्त यहाँ चाहिँ फर्स्ट टाइम आएको है म चाहिँ। मेरो आँखा ठुलो देखियो होला। देखेन छोप्यो छोपी के छ राजटाको आँखा ठुलो हुनु पनि साह्रो छ। ठुलो त राम्रो त। अनि आँखा मजा मजाको हाँस्दै सिधी जाने छ हाम्रो चाहिँ। निभारा नै हो। आम्मामा कति धेरै फलेको हौ, झन् फेदमा त। यता चाहिँ के छ? हेरी हेरी नाता बस्दै गयो। यहाँ केही पनि छैन होला हौ। कि सर्प छ? तर यस्तोमा त के खुल्लामा सर्प हुन्थ्यो। भारतीय मयूर पंक्षी नाम सबटे के हो? सबटे कछुवा। खबटे कछुवा। ए तर खै किधर है रे तू? अनि यहाँ पर्तिर त गाउँ रहेछ, हात्ती लाग्दैन? कति गाउँ पो रहेछ नि। हात्ती त जङ्गलमा पो लाग्छ त हामी। अनि यो जङ्गलकै आउँछ नि एरिया त हो। तर तल बस्तीतिर छिर्छ। कछुवा
सबै जोडी नै जोडी आउँदो रहेछन् यहाँ त हामी मात्र बिजोडी 3 जना भएर हामी चाहिँ 3 जना भएर बिजोडी सबै जोडी जोडी जताततै ठिक्क मिल्छ कि क्या आयो मार्छ होला हौ मजाले घुम्दैछौँ हामी चाहिँ एरा दिदी चाहिँ भेनासँग बोल्दै हुनुहुन्छ भिडियो कलमा अनि हामी चाहिँ हिँड्दैछौँ बाइकहरू हामी चाहिँ अब निस्केको यहाँ खाजा खानु जाने भोक लाग्यो घुम्दा घुम्दै जताततै कपल्स नै कपल्स लुगा लाउने ठाउँ रहेछ उहाँ मलाई त मोटी न मोटी दे छैन हौ मोटी लुती ल्याङ्ग्री न ल्याङ्ग्री परेको थिएछ सबैको कपल्स नै कपल्स हाम्रो मात्र कपल्स हामी खोजौँ न ल जोडी खोज अब हामी चटपटी खाने हो यहाँनिर हामी चाहिँ खाजा पनि खाइसकेर अब निस्केको यहाँदेखि खाजा खाएको त खिच्नै भुल्यो त